हेलो दर्शकबिन, एकदम हजुरहरूलाई जय मसी अनि नमस्कार। आज भनेदेखि म पुल बजारतिर जाँदै गर्दाखेरि गोकमा आइपुगेको अवस्था। अनि अहिले चाहिँ यो गोकमा छु है, गोक बजारमा। यो माथि हो, यो उता होइन, यो उहिले यहाँ चाहिँ हाम्रो बाजेहरूको घर भन्छ यो तले घरलाई चाहिँ। अन्त अहिले यस्तो रहेछ, हेर्नु छु है यसो जस्ट यो गोक बजारमा छु अहिले चाहिँ। अन्त अब म यहाँ माथि एकछिन निस्किन मन लाग्यो र यहाँनिर थोरै कथा लुकेको छ। र आजको भ्लगमा भने हजुरहरूलाई परमेश्वरको साथमा, परमेश्वर हजुरको साथमा आज भ्लगलाई प्रस्तुत गरिरहेको छु। धेरै समय पछाडि आज भ्लगलाई बनाउँदैछु। अनि यहाँनिर चाहिँ यस्तो लेखेको रहेछ है, वी लभ गोक। एकजना तस्बिर जान्छ भरे हाम्रो यहाँ तस्बिर जान्छ है त। उहिले नै यो मेरो मामाहरू यता मेरो आमापट्टिको बाजे को घर चाहिँ यहाँनिर भन्छ अनि थिएछ। र आज यो घरमा आइरहेको अवस्था। अहिले यहाँनिर कोही पनि हामीले भेट्न सक्दैनौँ, पाउन सक्दैनौँ। अनि यो गोकमा चाहिँ आज यसो भिडियो बनाउन मन पर्यो त मलाई, अनि आज बनाएँ है त मैले यसरी। यो चाहिँ दर्शकबिन गोक बजार हो, हेर्नु सक्नुहुन्छ। र यो चाहिँ उहिले नै बाजेहरूले प्रपर्टी बेचिसक्नु भएको भन्ने खबर हामीले पाएको थियौँ। र आज चाहिँ सम्झना, हामी त सानोमा देखेको मात्रै, यसरी आज देख्न पाएँ। परमेश्वर यो चाहिँ माथिको सिनहरू रहेछ यो गोक बजारको चाहिँ। यस्तो रहेछ यहाँको दृश्य। र यहाँको दृश्य देखाउँदै अब फेरि पनि हामी पुल बजारको बाटो जान लागेको छौँ। र यो चाहिँ गोक बजार भन्छ यसलाई। रमाइलो छ सर। गोक बजारमा अहिले छौँ हामी। गोक बजारमा अहिले चाहिँ गोक बजारको हल्का सुट गरेको है, हल्का सुट छ यहाँ। ल दर्शकबिन, अब चाहिँ यहाँबाट हामी फेरि गोकको यात्रालाई छुटाउँदै जाँदैछौँ। यो चाहिँ हाम्रो पुल बजारतर्फ लागेको अवस्था हजुरले देख्न सक्नुहुन्छ। यो हो गोक, हामी गोक क्रस गर्दैछौँ अहिले चाहिँ। बाटो अस्ति आउँदा त धेरै डिस्टर्ब थियो, यहाँनिर रफ थियो, अहिले राम्रै बनाएको रहेछ, राम्रै रहेछ। कार्पेटिङ झन्डै 1 वर्ष हुनु आँट्यो होला हौ। यो वर्षमा 2 पल्ट आइयो यो साइड। 2 पल्ट होइन, हामी फिनेरल बिहा गर्दा योसँग म लगभग 3 पल्ट कि 4 पल्ट आयो होला यहाँनिर। यस्तो छ दर्शकबिन, हजुरले देख्नु सक्नुहुन्छ यहाँका अवस्था। यो तल जमुने जाने बाटो हो। हाम्रो पापा फुपूहरूको माउली गाउँ हो त। यस, ममली गाउँ। मेरो आमा मामाहरूको चाहिँ यता ममली गाउँ पर्छ। र अब चाहिँ जङ्गल पुल बजारपट्टि पस्यौँ है हामी मित्रहरू। यो घर रहेछ एउटा, सानो दोकान पनि रहेछ है, दामी छ। यो दृश्य मलाई मनपर्छ यहाँको। यहाँ चाहिँ अलिकति बाटो रफै रहेछ, पहिला पनि त्यस्तै थियो, अहिले पनि त्यस्तै रहेछ नि त हौ है। पहिला कार्पेटिङ गर्दै थियो कि, अहिले फेरि कार्पेटिङ यता चाहिँ गरिसक्यो हो। यता नि यहाँ कहाँसम्म रफै थियो नि त। यो त दामी बनाउँदैछ घरहरू। यहाँतिर पनि धेरै कुराहरू, सायदमा यहाँ होटेलहरू खोलिन्छ होला। यस, अब भनेदेखि चाहिँ दर्शकबिन हामी पुल बजारतर्फ लागेको है त, होइन परमेश्वर? मजै आउँदैछ आज। अन्त रमाइलो गर्नुपर्छ जिन्दगीमा, होइन? धेरै समय पछाडि मैले पनि यसरी आज भ्लग बनाउने मौका पाइरहेको अवस्था। मौका त धेरैचोटि पाइन्छ, तर
के भन्छ बनाउनु चाहिँ बनाइरहेको थिइनँ। अनि आज चाहिँ यसो बनाइ हेरेँ मित्रहरू। जतिजनाले पनि हेर्नुहुन्छ यो भ्लगलाई माया लाइक कमेन्ट गरिदिनुहोस्, सेयर गरिदिनुहोस् भनेर चाहिँ म भन्दिनँ। बाटो देखाउँदै गफ गर्दैछु म। हेर्नुहोस् है, यहाँ रफ रोड छ, बाटो देखाउँदै गरेको। बिस्तारै बिस्तारै अँध्यारो छाउँदैछ, पुगिसकेको पनि छैनौँ, पुग्न चाहिँ लागेका छौँ। अँध्यारो छाउँदैछ, साँझ हुँदैछ मित्रहरू। हेर्नु सक्नुहुन्छ आजको यो दृश्यलाई। यो पुल बजार साइडपट्टि हामी जाँदै गरेको अवस्था हजुरहरूले देख्नु हुँदैछ यो बाटोको अवस्थाहरूलाई। ओके दर्शकबिन, यति भन्दै आजको भ्लगलाई यहाँसम्मकै यात्रालाई बन्द गर्न चाहन्छु। फेरि पनि हामी पुल बजारको भ्लगमा भेट्नेवाला छौँ पार्ट 2 मा। जय मसी, बाई बाई।